एकदम भेरी भेरी वेलकम है हार्डली सरलग यस्तै सरलग यस्तै के खाइजिउ हेलो गुड मर्निङ ल आज चाहिँ हाम्रो चाहिँ यात्रा सुरुमा देउरालीसम्मको हो होइन अब चाहिँ हामी चाहिँ अफिसबाट चाहिँ यति निस्किँदैछौँ लगभग कति 7:30 भयो अब चाहिँ हामी चाहिँ यहाँबाट चाहिँ मुभ हुन लाग्छौँ बाटोमा कस्तो हुन्छ कैद गरेका दृश्यहरू चाहिँ हामी तपाईँलाई चाहिँ देखाउनेछ है त अहिले चाहिँ हामी खरसाङ आइपुगेछौँ खरसाङमा तातो तातो पकौडी होइन त खाजा खाएपछि त्यसपछि हामी चाहिँ नास्ता खाँदै अब चाहिँ हामी जान लाग्यो है अब नास्ता खायौँ अब हामी के अरे खरसाङ नागेर अब अर्घाजी सुरु हुन लाग्छ हाम्रो होइन यो चाहिँ लगभग तपाईँ देख्नुहुन्छ यो चाहिँ गुल्मी पर्छ होइन गुल्मी पर्छ अनि एउटा पारी देखेको चाहिँ अराहाजी पर्छ ट्याक्क सिमेन्ट रहेछ जान लाग्छौँ ल हाम्रो साथी आएछ ल बल्ल खाएको भने चाहिँ बाटो बिराएर चाहिँ साथीहरू चाहिँ उता जानुभएको रहेछ अहिले चाहिँ बल्ल आउनु हाम्रो साथी बाटो बिराएर अर्को माथि जानुभएको रहेछ होइन अहिले चाहिँ हामी पाली भन्ने ठाउँमा आइपुगेछौँ होइन हो पाली भन्ने ठाउँमा आएछौँ होइन यसो तपाईँले उयो गर्नु लोकेसन तपाईँलाई थाहा छ यसो भनिदिनु मलाई सबै थाहा छ हामी पाली आयो अब हामी 9 किलोमिटरमा हामी घुम्टी पुग्छौँ घुम्टीबाट नरपानी हुँदै सुपादरको दर्शन गरेर हामी फेरि घुम्टीबाट तल फुदाङ झरेर नयाँ रुट हामी तम्घास जाँदैछौँ लाली गुराँस शुभ यात्रा भन्नु नरपानी भन्ने ठाउँमा आयौँ है नरपानी आयौँ नरपानीमा हामी एकछिन यहाँ स्टे हुन्छ एकछिन रेस्ट हुन्छ होइन त्यसपछि अनि हामी यो गुलाबको भन्दा पनि यो एकदम राष्ट्रिय फुल हो हामी चाहिँ वातावरण बचाउ अभियानमा अनि यहाँसम्म पुगेका छौँ आज हो आज चाहिँ वातावरणको जागृति गरौँ फ्रेम दिवस 14 फेब्रुअरी भ्यालेन्टाइन डे पनि भन्छन् होइन अब त्यसमा चाहिँ सबै आफ्नो तरिकाले मनाउँछ चाहिँ हामी चाहिँ तर चाहिँ घुमघाम गरेर चाहिँ होइन यस्तै छ हाम्रो पारा है भेटियो पनि हाम्रो केही बेर पनि छैन यस्तै छ पनि भन्ने ठाउँमा छौँ हामी यहाँ चाहिँ जस आज शनिबार भए पनि होला कि सधैँ यस्तो भिड हो पूजा गर्ने खाने यहाँ त यस्तो किसिम छ टाइगो लाउने व्यवस्था छ यो यिनीहरू देखाउनु क्या रमाइलो रहेछ त्यहाँ है छुट्टो यहाँ यस्तो रमाइलो हुँदो रहेछ यहाँ सबै चारैतिर चाहिँ स्पोर्ट छ पुरै उयो हुन्छ अब सबै पूजा गर्ने खाने सबै है रमाइलो हुँदो रहेछ यहाँ चाहिँ है
ओह्राली इन हुँदैछ मन्दिर होइन मन्दिर जाँदैछौँ है त हामी आइसक्यौँ त्यही जाँदैछौँ है हामी आफ्नै बारीको फुल ल्याएर आएको छौँ होइन जता हेर्ने क्यामेरा अझै सेल्फी स्टिलसँग अझै होइन मेरा बल्ल सेल्फी स्टिलले चाहिँ न्याय पायो कि भीम दाइले त्यहाँ खिचिरहनु भएको मलाई गुराँसको फुल बोकाएको दाइ होइन सानो भाइ गुराँसको फुल बोकेर गरेर गुलाब किन्न डराएर गुराँस केसिङमा चाहिँ हामी चाहिँ होइन सेयर गर्दा भयो सेयर गर्नेवाला छैन मोबाइलमा भिडमा अलिक हार गरेर मान्छेले सबै राख्छन् खाली बारे पैसा त मलाई पैसा हो पैसा हजुर पनि क्यामेरा उसले त चुरी पोते कहाँबाट मन्दिरभित्र कति बाटो हामीले चाहिँ किनेर पूजा गर्न जान पर्यो नि त अनि पूजा गर्न नजानी टिकै लाग्छ चाहिँ के ल्याउनु हो म त एउटा त के भन्छ त्यसलाई एउटा शिवलिङ्ग शिवलिङ्ग कि तपाईँले चुरी के ल्याउनु भएन भोलि शिवरात्रि हो शिवलिङ्ग लगेर पूजा गर्नु परेन किन्ने हुनुहुन्छ मस्तै सपिङ गर्नुभएको छ उहाँले होइन उहाँले चाहिँ मस्तै सपिङ गर्नुहुन्छ के दोकानै उठाउने हो क्या हो इमाम सर दोकानै उठाउनु त होइन म दुकानमा दुकान किन्नलाई मैले पहिला दोकानै पुरा हानिदिनु आउनु गर्मी भयो दाइ अहिले त भोकै बस्नु मलाई टेन्सन छैन ठिक छ अब हामी झोलुङ्गे पुलतिर जाने भन्ने हुन्छ जाने नजाने भन्ने कुरा झोलुङ्गे जानी भोला जस्तो भयो होइन केही खाऊ यहाँ नि के गर्ने एकैचोटि खाना खाने कि अलिअलि पेटमा के भर्ने यहाँको स्पेसल के छ गाडी सबलाई त्यहाँ गएर अनि त्यसपछि माथि झुलिङ पुलतिर जाउँ हल्का फ्रेस भएर अनि त्यसपछि फेरि खाना चाहिँ उतै उसमा गएर खाँदा ठिक हुन्छ जस्तो लाग्छ मलाई के अरे बाटोमा आउँदा जक्सन चाहिँ ग्रुप क्या हान्नु न त्यहाँबाट फोटो खिच्दैछौँ है अब यहाँ चाहिँ फोटो खिचेर चाहिँ अब चाहिँ हामी त अब कामै भएन होइन त्यही भएर कुन्तो देखिँदो रहेछ होइन कुन्तो देखिँदो रहेछ सायद आउँछ होला निकाल लागेर यता फेरि यहाँ पानको चिन्ह छ फेरि यहाँ पानको पात गुलाबको फुल पानको पात छ रातोमा होइन आई लभ सुपा देउरा लिएको यताबाट ठ्याक्क लाइट पऱ्यो यताबाट चाहिँ खिलेर आउँछ अब माथि चाहिँ त्यो डाँडामा रहेको झोलुङ पुलमा हामी जाँदैछौँ है त अब है हामी जाने यही उस भयो निर्णय गरौँ अन्त हो सोचेर त्यसो जाउँ जाँदैन जाउँ कि जाउँ हो ल त्यसो भए जाउँ रमाइलो लाग्छ मरे लानु के छ हो सही भन्नुभयो मैले त्यहाँ ठाउँ दियो हजुरले त्यहाँ बजाएको होइन ठिक छ पारीको गाउँ हेर्नु न कतै राम्रो हो अब चाहिँ हामी जाँदैछौँ है त ल यो ठाडै सिँढी चढेर हामी जाँदैछौँ है त्यसले अब गर्मी गर्मी हुँदैछ घाम ल्याउनु भनेको चारवटा जिनिस यसलाई उखु भन्छौँ अरू त सबै ठिक छ प्योर अर्ग्यानिक उखु यो ठिक नै यो एउटा आग्लो बसिने त्यो छप्नुस् न कति परछ कस्तो छ है परसा छ परसा छ नि अनि कागतीको बासा पनि रहेछ फेरि यस्तै साथी हो होइन उखु चपाउँदै हिँड्दै आप लोगों का दर्द नहीं करता है क्या
हाँ ये नहीं दर्द करता है ए, पूरा पानी पर गया हम लोगों तो सर्लकै पानी पर गया सर्लकै पानी पर गया एकदम सर्लकै पानी पर गया है त्यही भएर नै दुख्ता है धेरै दर्द बहुत ज्यादा बहुत धेरै दुख्ता है यस्तै पानी नहीं पड़ता है तो दुखता है पानी पड़ता तो नहीं दुखता है यस्तै है खतरा नहीं मिलता है ना यही कहाँ छ ऐसे चले क्या ऐसे नहीं सर्किट है बहुत अरे बाप रे बाप ये रास्ते रास्ते चले आप लोग सिद्धार्थ नगर आए थे ना भारत से यूपी 55 अच्छा हाँ यूपी से आए हमारा भाई लोग भारत आउँछ वहाँ पाहुना हुनुहुन्छ हाम्रो हमारा पाहुना लोग है आपका एकदम भेरी भेरी वेलकम है हार्डली वेलकम है होइन यस्तै है ल यता आउनु चटपटेवाला फेरि यहाँ चटपटे हुनुहुन्छ यस्तै हाम्रो के गर्ने यस्तै लन्डन सर्लक 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 यस्तै चटपट खानु आउनुहुन्छ तपाईँले खानु भने चटपट ए हो चटपट खाने हो नि अन्त अँको ल कहाँदेखि खानु तपाईँहरू बुटुलबाट ए छिमी नवलपुर काउसती हो नि त नवलपरासी पूर्व र पश्चिम अहिले छुट्टा छ होइन त उहाँ चाहिँ नवलपुर भनेर चाहिँ के अरे नवलपरासीको पूर्व पछि पर्छ उहाँ काउसती भने पानी के बदला उखुरी खाओ ज्यान बनाओ सुस्त पूर्व पाउँछ है उडाउँदै दिदीहरूले उहाँ चटपट खाएर हामीलाई कुरेर बस्छु भन्नुभएको त्यसपछि आउँछौँ दिदीहरूसँग सँगै जान्छौँ नेपालीमा बोल्दा उखुडी उखुरी नेपालीमा बोल्दा है उखु के हो बल्ल पर कहाँ से आए आप कौन सी जगह से आए आप सिद्धार्थनगर से सिद्धार्थनगर जी अच्छा कौन सी जिला सिद्धार्थनगर सिद्धार्थनगर थाना खेसराहा हाम्रो भारतदेखि नै आउनुभएको छ हाम्रो इन्टरनेसनल गेस्ट हुनुहुन्छ हाम्रो यहाँ होइन पाहुनाहरू हुनुहुन्छ उहाँको के गर्नुहुन्छ उहाँहरू पनि आउनुभएको छ सुब्बा देउरालीको दर्शन गरेर अरे हम लोग बहुत दूर से आए हैं अच्छा सिद्धार्थनगर से नहीं एक ही ग्रुप है आप लोग अच्छा अच्छा अभी हमारे ग्रुप से है हाँ पीछे भी है और भी लोग हैं गाड़ी में आए आप लोग बाइक से बाइक से आए हैं और क्या अरे बाप रे बाप हम लोग भी बाइक से आए बाइक यहीं पे खड़ी है यहीं पर अच्छा बाइक चलाते हुए हम लोग आए तर रेसुङ्गा सिँढी चढेको केही काम लागिरहेको होइन परस आएन बल्ल अलिअलि अहिले झल्काउनु रहेछ कि हो रेसुङ्गाको ल गिन्दियो नि त तपाईँ गाडी दिनु नि त तिमीले गाडी गिन्यो नि बहिनीहरूले सपोर्ट गरिदिनु नि त हुन्छ को गोर्खा मनोकामना झ्याप्पै मायालाई हाल भने नि ठिक छैन जमाना हामी छोरो जाउँ न यतैबाट सकिन्छ डाइरेक्ट टु होला क्या यो झोलुङ पुलको मुख यही त अनि बेसी हामी त आइसक्यो त यहीँ हो र आइसक्यो गल्ली होला ए यहीँ रहेछ भयो खासी टाढा रहेछ ल अनि अड्के यार उनी अड्किँदो रहेछ क्या अड्के यहाँ नानी गलो पनि फुट्छ होइन सरले त खाइसक्नु भयो क्या भ्याइसक्नु हो तपाईँले कहाँ आधी छ अझै यो सकिसक्यो मा गरेर खाइरहेको छु कि मैले मलाई सानो पर्छ त्यही भएर तपाईँको वान त लौ यो दाँत त कडै छ क्या उहाँको तिमीले भ्यायो उखुडी रहेछ उखुडी ल हामी उखुडी खाँदै हामी साइडैमा चढ्दैछौँ अब लगभग हामी सिँढीको नजिक हामी आइपुग्यौँ हामी यो झुलिङ्गे पुलमा आइपुग्यौँ है त ल कति लामो छ है के खाइछु उखुडी खाइछु मिठो छ
डिभिजनले बनाएको पुल हो यो 2078 सालमा बनेको रहेछ होइन सम्पन्न 2078 सालमा सम्पन्न नेपाल सरकारले 21 सरकारले बनाएको त होला नि 60 मेट्रिक टन बोक्न उहाँ त परसमा हराउनु भयो उखुडीमा हराइसक्नु भयो लाग्यो उहाँलाई उखुडी तानसेनको मिनी बस तानसेनको मिनी बस स्यालमा बसे बोलाउनेको हो निलाई एक किसिम यो उखुडी भ्याउँदैन उखुडी तपाईँले भ्याउनु हो उखुडी भाइसक्यो पर सानो के गफ गर्न पाइएन के सानो भाइ कति छ है खान पनि मजा आएन ओहो यो उखुडी भ्याएर अनि त्यसपछि हामी चाहिँ त्यो झुलेङ पोलमा हिँड्ने हो हाँसी आँटाएर त्यहाँ बहिनी भाइले ऊ चटपट कस्तो मजाले खानुभएको छ उहाँ है यस्तै छ उखुडी अलिअलि सिलिक हुँदो रहेछ है तल हेर्ने होइन क्या माथि यसरी भगवान्ले यसरी तल त हेर्ने नि यस्तै छ होइन त अब हामी जाँदैछौँ तर मेरो छु रहेछ अरे ऊपर देख के जाओ नीचे मत देखो बहुत डर लागेगा ल अब हामी चाहिँ उता जाने हो माथि छ यो अहिले लगभग यी बिचमा त्यसको बाद त्यसरी नहल्लाउ न त्यस्तो गर्नु हुने कहिले पनि बसी टोलाउनेको हो नि लाइहाल्यो मोहानी म्युजिक त पछि आइहाल्छ क्या अब तल गोलले समाउने मलाई बिचा गरेर दोरी आफै टुक्का ल है हामी जाँदैछ ल अब ल बिचमा आइयो हामी आइयो यार है ए केही दिन पाइन मायालाई हातले रक्षा गरून् देउराली माताले बसी टोलाउनेको नि लायन मोहन पाइन मायालाई हातले रक्षा गरून् देउराली माताले मनका मना गीत त तानसेनबाट छैन जमाना पाइन मायालाई हातले रक्षा गरून् सुब्बा देउराली माताले गोर्खा मनका मना झ्याप्पै मायालाई हालो भने नि ठिक छैन जमा एकछिन केही बेर चाहिँ हामी यहाँ भुल्यौँ सुब्बा देउराली मन्दिर पछाडि देख्न सक्नुहुन्छ पछाडि मन्दिरको बिचमा रहेको एउटा झोलुङ्गे पुल छ यो झोलुङ्गे पुलको बिचमा रहेको यो पछाडि देख्नुहुन्छ नेपालको झन्डा यहाँ चाहिँ सम्पूर्णको सबैको भिड हुँदो रहेछ यहाँ भिडियो बनाउने होइन सबै हामी एकछिन यहाँ भुल्यौँ अब केही बेरमा चाहिँ हामी पछाडिसम्म पुग्ने छौँ हामी चाहिँ पछाडिसम्म पुग्छौँ त्यहाँ देख्न सक्छौँ अझै माथि जाने छ त्यहाँ पुगेर चाहिँ हामी जानुहुन्छ मेडाहरू नाच्नु भयो उहाँलाई तान्न पढावेला भूगोल देवरा
हेलो वेलकम टु माई युट्युब च्यानल। तपाईँलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ म तमगासदेखि अरहाँचीको सुब्बा देउराली पुग्ने कार्यक्रम थियो। त्यहाँ चाहिँ हाम्रो साथीहरूसँग हामी चाहिँ होइन सुब्बा देउरालीसम्म पुग्यौँ होइन। यात्रा अवश्य म यहीँ नै रह्यो, तर बिचबिचमा हामीले लिएका भिडियो क्लिपहरू चाहिँ होइन के कस्ता हुन्छन् त्यो क्लिपहरू चाहिँ म तपाईँलाई देखाउने छु। मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब, लाइक्स र सेयर गरिदिनु होला है त। सबै फुल भिडियो चाहिँ युट्युब च्यानलमा उपस्थित छ है त। अब चाहिँ हामी फर्क्यौँ यहाँबाट। झोलुङ्गे पुल पनि घुम्यौँ, माथि देख्न सक्नुहुन्छ झोलुङ्गे पुल मन्दिर घुम्यौँ। हाम्रो बाइक चाहिँ अगाडि छ। अब चाहिँ हामी नरपानी भन्ने ठाउँमा चाहिँ गएर खाना खाने कार्यक्रम हुन्छ। अब चाहिँ हामी नरपानीमा गएर चाहिँ खाना खाने कार्यक्रम रहेको छ। अब चाहिँ हामी जान लाग्यौँ है त। अब नरपानीमा गएर भेट हुन्छ हाम्रो। अब चाहिँ हामी खाना खाने होइन त। अब चाहिँ हामी खाना खाने कार्यक्रम हुन्छ है त। अब चाहिँ हामी चाहिँ खाइसक्यौँ खाना। हामी सुरु गऱ्यौँ ल। अब चाहिँ हामी खाना चाहिँ एकदम सुरु हुन्छ। सुरु है। अब जब हामीले खाना खाइरह्यो। अब चाहिँ हामी अब फर्किन आयौँ होइन। हाम्रो फर्किन लाग्यो सायद हामी सन्ध्याहरू पुगिन्छ। अब हामी सन्ध्याहरू हुँदै हामी चाहिँ अब जाने लक्ष्य छ। हामी सन्ध्याहरू पुगिन्छ होइन सर। सन्ध्याहरूको पुगेर चाहिँ अब हामी जाने लक्ष्य छ। हामी सन्ध्याहरू हुँदै जान्छौँ होइन। ल अब चाहिँ हामी लाग्छौँ है त। ल अब बिच बाटोमा भेटौँ ल है त। नाङ्गेठारी भन्ने ठाउँमा अहिले आइपुगेछौँ। अब त्यहाँबाट चाहिँ हामी यहाँ कहाँ निस्किन्छ अरे? अब मोचेर बेसी निस्केर चाहिँ अनि त्यसपछि हामी हुँदै हुँदै हामी चाहिँ तमगास जाने हो। अहिले चाहिँ हामी चाहिँ नाङ्गेठारी भन्ने ठाउँमा चाहिँ आइपुगेछौँ है। यस्तै छ यात्रा आजको चाहिँ है। कस्तो हुनेछ छु है दाजु। घुम्दा घुम्दै हामी अब बलबोट भन्ने ठाउँमा जङ्गबहादुर राणाको मरण भएको ठाउँ। जङ्गबहादुर जबर घर भएको ठाउँमा हामी आइयौँ है त। कुरा गर्दै आएको थियो बलकोटको मान्छे
हाम्रो चाहिँ बलकोट इन्हुन लाग्यो हामी त्यसको बारेमा विस्तृत रूपमा हाम्रो उसलाई थाहा छ के अरे भीमकारी साहबलाई यो विषयमा तपाईँ के भनिदिनुहुन्छ कि योभन्दा 3 किलोमिटर तल मथुरा बेसीमा जङ्गबहादुर राणा जन्मेको ठाउँ र यो बलकोटको यो माथिल्लो भेट थियो पौवा भन्ने ठाउँमा यहाँ चाहिँ पौवा छाती चाहिँ जङ्गबहादुर राणाले राणाको जन्म पश्चात निवारण भएको बन्देज हामी प्रवेश गर्दैछौँ त प्रवेश पछाडितिर अब के भेट्नु पाउनुहुन्छ है त अब हामी प्रवेश गर्दैछौँ है त यहाँ ल फाइनली हामी चाहिँ अब तम्घास इन आइपुग्यौँ है त ऊ पछाडि दिन सक्नुहुन्छ तम्घास हामी आइपुग्यौँ आजको यात्रा चाहिँ हाम्रो अब यहीँसम्म ला हो होइन त्यहाँबाट तम्घास गुल्मीदेखि अराखाँचीको सुब्बा देउरेलीसम्म यात्रा गरियो अब यस्तै भिडियोहरू चाहिँ हेर्नको लागि चाहिँ मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्नु होला र माया गरिदिनु होला लाइक कमेन्ट सेयर गरिदिनु होला होइन यस्तो भिडियो नयाँ भिडियोको साथ फेरि पनि आउने बाचा गर्दै अहिले चाहिँ बिदा हुन चाहन्छु पुनः भेट हुने गरी फेरि शिवरात्रिमा चाहिँ अर्को नयाँ भिडियोको साथ उपस्थित हुने गरी अहिले बिदा हुन चाहन्छौँ हस् त बाई बाई थ्याङ्क यू